नढाँटिकन भन्नुपर्दा यो फिल्ममा प्रदीपलाई न खासै त्यति धेरै सो आएको छ, न उनको फेस मिलेको छ, न उनलाई त्यो एग्रेसिभ रूपमा जुन प्रस्तुत हुनुपर्ने त्यो तरिकाको उनको फेसको एक्सप्रेसन मिलेको छ, न उनको एक्टिङै दमदार त्यस्तो देखिएको छ। फिल्मको हिरोसँग दर्शक कनेक्ट हुनुपर्ने हो नि, न दर्शक कनेक्टै भइरहेको छन्। यो सबै भनिरहँदा र यो फिल्म बनिरहँदा उनले यो कुरो चाहिँ बिर्सिनु पर्ने थियो कि उनी चक्लेटी हिरो हुन्। कि उनलाई यदि म चक्लेटी हिरो हो भन्ने लाग्छ भने उनले यस्तो फिल्म नगरेको बेटर। तर उनी चक्लेटी हिरो मात्र होइनन् भनेदेखि उनले यस्ता फिल्ममा कसरी प्रस्तुत हुनुपर्छ वा कस्तो एक्सप्रेसन गर्नुपर्छ, एउटा आँखा ठुलो बनाएर मात्र मान्छे क्यारेक्टर भायोलेन्ट हुँदैन नि, त्यसमा गर्नुपर्ने हरेक एक्टिभिटिज हुन्छ। भोकलको टेक्सचरको कुरा होस्, उनको एक्सप्रेसनको कुरा होस्, उनको हावभावको कुरा होस्, उसको लुक्सको कुरा होस्, सबै कुरामा डेन्जर देखिनुपर्छ नि त, अलिक खतरनाक देखिनुपर्छ, अथवा दर्शकलाई विश्वास लाग्ने खालको क्यारेक्टर बन्नुपर्छ। छैन, उनी चक्लेटी छन्। अझै हिन्दी फिल्मका केही त्यस्ता सिनहरू छन् प्रदीपले गरेका, त्यही सिन कपी गर्दैमा चाहिँ दर्शकको सामु भायोलेन्ट चाहिँ हुँदैन। भिलेन डराउनु पर्ने हो नि, अथवा भिलेनलाई धक्का पाउनु पर्ने हो नि, त्यस्तोको टेक्सचरै छैन। न भोकल टेक्सचर छ, न डायलग डेलिभरी छ, न त्यस्तो भाव नै दर्शकले पाउँछ। प्रदीप खड्काको स्वयं म आफै पनि फ्यान हो, तर उनलाई लाग्छ होला कि यो फिल्मको उनी हिरो हुन्, तर वास्तवमा यो हिरोको छाप चाहिँ उनले यो फिल्ममा छोड्न सकेका चाहिँ त्यति साह्रै चाहिँ छोड्न सकेका छैन। धन्न फिल्ममा दयाङ राई र सौगात मल्ल छन् र दर्शकलाई फिल्म हेरे जस्तो महसुस चाहिँ हुन्छ। यो साँच्चैकै पिताम्बर फिल्म हेरेको भन्ने खालको महसुस हुन्छ र कताकति दर्शकलाई न्याय पनि हुन्छ। यदि दयाङ राई र सौगात मल्ल जस्ता क्यारेक्टरहरू र भिलेनको रोलमा खेलेका केही क्यारेक्टरहरू हुन्थेनन् भने यो फिल्म झुर नै भएर जान्थ्यो। उनीहरूले गर्दाखेरि यो फिल्म झुर हुनबाट भने चाहिँ बचेको छ।